नमस्ते साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो नयाँ भ्लगमा। आज हामी आएका छौं धरानको निकै चर्चित र रमाइलो ठाउँ श्रम संस्कृति पार्क घुम्न। यदि तपाईहरुलाई नेचर मन पर्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। पार्क भित्र छिर्दा नै एकदम फ्रेश फिलिङ आउँछ। वरिपरि हरियाली, खुल्ला ठाउँ र शान्त वातावरणले मन नै चेन्ज हुन्छ। यस्तो ठाउँमा आएपछि मन आफै रिल्याक्स हुन्छ, हैन त साथीहरू? त्यो ढुङ्गा मात्रै थियो पहिले, त्यो छैन यो ढुङ्गा स्नेक। हजुर, यो अनि यो टाइगर मात्रै थियो यहाँ। ढुङ्गा बनाएको रहेछ नि। ढुङ्गाकै हो त्यो, त्यो पनि ढुङ्गाकै हो। यहाँ हिँड्दा कता कता यस्तो लाग्छ जस्तो सहरको भिडबाट धेरै टाढा आइयो। साथीभाइसँग घुम्न, फ्यामिलीसँग टाइम स्पेन्ड गर्न वा एक्लै बस्न पनि यो ठाउँ एकदम पर्फेक्ट जस्तो लाग्यो है मलाई चाहिँ। अनि त्यति मात्र नभएर फोटो खिच्नको लागि पनि यहाँ धेरै राम्रो स्पोट्सहरू छन् है। यहाँको सफा इन्भाइरोमेन्ट र ओपन स्पेस एकदमै राम्रो छ। अनि बच्चाहरू खेल्न, ठुला मान्छेहरू बस्न र सबैले इन्जोय गर्न मिल्ने ठाउँ हो यो श्रम संस्कृति पार्क धरानको। हजुर साँच्चै भन्नुपर्दा मलाई यहाँको इन्भाइरोमेन्ट चाहिँ एकदम मन पर्यो। फ्रेस हावा, शान्त वातावरण र नेचरको एकदम नजिक भएको फिल भइरहेछ है। अनि कहिलेकाहीँ यस्तो ठाउँमा आउनु पनि जीवनका लागि जरुरी हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। यो पार्कको सबैभन्दा राम्रो कुरा भनेको यहाँको पिसफुल भाइब हो। यदि तपाईँ स्ट्रेसमा हुनुहुन्छ भने यहाँ आएर केही समय बस्दा मन भने हल्का हुन्छ है। यदि तपाईँ धरान आउनु हुँदैछ भने श्रम संस्कृति पार्क एकचोटि अवश्य घुम्न जानुहोस्। तपाईलाई पनि पक्कै यो ठाउँ मन पर्नेछ है। आजको भ्लग यति नै साथीहरू। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सिनुहोला। र अर्को रमाइलो भिडियो लिएर फेरि हामी भेटौँला। धन्यवाद।